हेलो साथीहरू, हजुरहरूलाई नमस्कार। मेरो यो नयाँ भिडियोमा आज हामी देउरको छोराको भात खुवाइमा जाँदैछौँ पास्नीमा। अनि उहाँ सबै हाम्रो परिवार पास्नीको तयारी गर्दैछौँ। ऊ देउरानी बहिनी हुन्, तयारीमा लागिरहेको छौँ। अनि उहाँ हाम्रो घर परिवार सबै मिलेर बसेको छौँ। अनि हामीहरू बाबुको सुरु भइसक्यो बाबुको कार्यक्रम। हजुरआमाले लाउँदै हुनुहुन्छ। सानो पुन्टी साह्रै राम्रो छिन्। आँखा ढाकेको थियो, मेरो पालो आयो टिका लगाउने बाबुलाई। हामी त्यसपछि घरको कार्यक्रम सकेर फेरि हामी पार्टी दिने भनेर होटलमा गयौँ। बाबुको पास्नीको बाबुको फोटाहरू खिच्दैछौँ। अनि हामीहरू पनि एकचोटि फोटो भिडियो खिचौँ भनेर 3 देउरानी जेठानी अमार दिदी लागेको छौँ। अनि उहाँ फुपूहरू भेटिनु भयो, आउनुभएको थियो। हाम्रो दिदी साह्रै खुसी हुनुभएको छ, अमर दिदी। त्यसपछि एकचोटि हामी इन्जोय गरेर खाना खान लाग्यौँ। अनि छोरीहरू हुन्, भान्जी छोरी। अनि यता अनि एकचोटि रमाइलो पनि गऱ्यौँ, नाचगान गरिसक्यौँ। रमाइलो भयो बाबुको पास्नीमा सबै मिलेर। अनि देवर बाबुमा फेरि खाना खान लाग्यौँ। मेरो सानो पुण्डे र म घुमिरहेछौँ यताउति। अनि लास्टमा सबै पार्टी सकेर हामी घर परिवार मात्रै बसेको थियौँ। अनि हामी घर फर्किन लागेको। मेरो देउरानी बहिनी र म एक कुन्टा छोरो समाएर उभिएको थियौँ। अब हाम्रो घर जानको लागि तयारी। ट्याक्सीहरू आयो, हामी घर गयौँ। अनि सबैले भिडियो हेरिदिनु होला। नमस्कार।